जाने भयो फेसबुकमा चाहिँ युरोप हेर्ने भयो फेसबुकमा चाहिँ अमेरिका हेर्ने झूठ पे झूठ झूठ मैले कहाँ भने ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार सूचना भयो भनेर जनताको मुख थुनी हानि सर यो पक्का अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई प्यासेन्जर सब बाटो यस्तो बाटो हो नि त बिजनेस यही बन्द हुन्छ भने मर्नु नसकेको खाद्यहरू म त टिभी बचाउनु पर्छ भन्ने खालको मान्छे हो टेलिभिजन त जनताले खोलेर हेर्ने हो टिभी हेर्नु पर्यो नि आजकल टिभी खोले हेर्छन् अब हुन्छ प्रोटेस्ट कसम खेल्ने हो बालुवाटार त सरकारी हो त छोड्यौ न त हाम्रै हो बालकोटमा जान्छन् मान्छे भोलि बिहान आगो लगाइदिउँ गए कौन है ये लोग कहाँ से आते हैं कतैपनि पर्सनको खुमलदारमै गएर भिड्ने घरमा घेरेर दलक दिएपछि नि यता आउनु न को बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर फ्रस्ट्रेसन उतार्ने हो कन्ट्रोल तिमीहरूको हिम्मत भए त्यो घुसखोरी जसलाई भन्दा चाहिँ तिनीहरूको गएर घर घेर्न शट अप यू शट अप योले 206 वटा हड्डी चाहिँ छरपष्ट पारिदिन्छन् सडक ओलीले नि पिटाइ त खाना पर्ने थियो पिटाइ होइन त्यसले त तिर्दै अमिल लाउँदै फिट्ने होइन नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो जोर जोर से बोल के लोगों को स्कीम घर बनाइरहेको छु मैले काठ किन्न सकिनँ मलेसियाबाट आउँदो रहेछ नेपालमा सबैभन्दा धनी मान्छे आर्जुन जिंदगी में चलना है तो वरना अच्छी तरह चल नहीं तो ऐसा सबक सिखाऊंगा कि दुनिया को मुंह दिखाने का लायक नहीं रहोगे ये मेरा एरिया है और एरिया में कोई भी इंटरेस्ट नहीं